हुनुपर्ने हो त्यो नभइरहँदा हामीसँग जसरी युवा पुस्ताहरू संस्कारमा सभ्यतामा भक्तिमा जोडिनु पर्ने थियो त्यो नजोडिरहँदा नेपाल बसेका नेपालमा बस्ने नेपालवासीहरू नेपालवंशीहरू विदेशमा गएर आफ्नो सभ्यता संस्कारबाट आफ्नो भाषाबाट अलिक पर भएर भोलि हाम्रा यहाँ आउने भक्तहरू भट्ने हुन् कि भन्ने चिन्ता चासो परिरहँदा यावत विषयमा हामीले कमसेकम चिन्ता राख्नुपर्छ, चासो राख्नुपर्छ र यो नेपाल भूमिलाई सनातन सभ्यताको एउटा मानव बिन्दुको रूपमा अवश्य नै हामीले रक्षा गर्नुपर्दछ। जुन उद्देश्यले राष्ट्र निर्माता बडा महाराज धिराज पृथ्वीनारायण शाहले त्यो बेलाको सम्पूर्ण विदेशी आक्रान्ताहरूद्वारा वरिपरि घेरिएको भूमि मध्येबाट कमसेकम हिमवत खण्डको यो पवित्र भूमिलाई, यो ऋषि भूमिलाई हिन्दूहरूको सनातनीहरूको एउटा शुद्ध स्थानको रूपमा, असली हिन्दूहरूको स्थानको रूपमा जहाँ परधार्मिक विधर्मीहरूको कुचक्र अथवा उनीहरूको चाहिँ अशुद्ध हस्तक्षेप नभएको होस् त्यस्तो शुद्ध भूमिको रूपमा एउटा त कायम राख्नु पर्यो भनेर जुन लक्ष्य लिएर उनले चोरी आउन ठड्याएका थिए त्यो चोरी आउनप्रति न्याय गर्ने गरी हाम्रा ऋषि महर्षि कश्यप ऋषिले तपस्या गरेर यो कश्यपको भूमि हो, कश्यपको विरासतप्रति न्याय गर्ने गरी हाम्रा नेपालभरि भएका ऋषि मुनिहरू कति थरी रहेछन्, कति थरीले कहाँ तपस्या गर्दा रहेछन्, त्यो मध्ये यहाँ गुप्तेश्वरमा दर्शन गर्न को आयो होला भनेर चिन्तन चासो गर्ने गरी गुप्तेश्वर सम्बन्धी विभिन्न आख्यान इतिहास छ भने त्यसलाई जनजनमा कसरी पुर्याउने भनेर त्यसका कथा बनाउने, शास्त्र बनाउने, ग्रन्थ बनाउने, विभिन्न भाषामा त्यसलाई चाहिँ व्याख्या गर्ने, विश्लेषण गर्नेदेखि लिएर समग्रतामा शिव तत्त्वको, शिव महिमाप्रति हाम्रो नयाँ पुस्ताको र घर गाउँमा बसेका सम्पूर्ण मातापिताहरूको पनि आस्था श्रद्धा भावलाई जगेर्ना गर्ने गरी हामीले काम गर्नुपर्दछ र यसलाई विश्वकै एउटा दिव्य शिवधामको रूपमा हामीले यसलाई प्रचार प्रसार गर्नुपर्दछ। ठाउँ सानो हुन्छ तर त्यसले लिएको लक्ष्य ठुलो हुन सक्छ। कुरा सानो हुन्छ तर त्यसले लिएको धारणा असाध्यै ठुलो हुन्छ। गुप्तेश्वरले त्यस्तै धारणा लिनुपर्छ। मैले एउटा सानो सम्झना गराउँछु। अस्ति भर्खरै हामीहरू 64 शिवजीको क्षेत्रको यात्रा गर्ने भनेर पासपोर्ट क्षेत्रका 64 सिद्धलिङ्गहरूको पदयात्रा गर्दै थियौँ। लगभग 42 दिन चाहिँ हामीहरू पैदल डाँडा काँडा नेपालका विभिन्न अन्तरकुण्डका शिवजीहरूलाई हेर्दै चाहँदै पूजा गर्दै सम्मान गर्दै श्रद्धा गर्दै हिँड्यौँ। 42 दिन नआयो हामीलाई। पुरै दिनभरि हिँड्नु पर्ने, काहीँ त 12 घन्टा 13 घन्टा हिँड्नु पर्यो। अनि त्यो 64 शिवालय मध्ये त्यसपछि राज्यले पनि अहिले थोरै सम्बोधन गरेको छ। हामीले त्यो एउटा दबाब जस्तो पनि हो, पासपोर्ट क्षेत्रको पुनर्जागरणका लागि भनेर यात्रा गरेका थियौँ। त्यसपछि अहिले बागमतीको सरकारले, प्रदेश सरकारले पनि त्यसलाई योजनामा राखेको छ। त्यहाँ पनि एउटा गुप्तेश्वर हुन्छ। मैले यो गुप्तेश्वरको प्रसङ्गलाई लिएर मात्रै भनेको। त्यहाँ चाहिँ त्यो फुलचोकीको डाँडामाथि, फुलचोकी डाँडाको शिरमाथि एउटा गुफामा, एकदम उब्जेरो गुफामा भुँडीर यसरी चाहिँ भित्र दबाएर ढाडमा लगेर बल्ल बल्ल छिर्न पर्ने, छिरेपछि आउने बेलामा कसरी आउने थाहा नपाइने खालको, जाँदाखेरि पनि अप्ठ्यारो कोचेप्रो, आउँदा झनमा अप्ठ्यारो हुने गरी एउटा उहाँले बस्नु भएको। त्यहाँ पनि गुप्तेश्वर नाममा हुँदो रहेछ। त्यहाँ सधैँ पूजा हुँदैन, नित्य पूजाको व्यवस्था छैन। त्यो फुलचोकीको डाँडामाथि पूजा 4-5 घन्टा त हिँडेर जानुपर्ने पूजा भनेपछि गुप्तेश्वर अरू पनि हुँदो रहेछ नि त। गुप्तेश्वरले आफ्नो मितेरी गुप्तेश्वरलाई खोजी गर्नु पर्यो। यहाँ गुप्तेश्वर हुनुमध्ये भएका मध्ये एउटा गुप्तेश्वर यहाँ हुनुहुन्छ भनेर जान्नु पर्यो, थाहा पाउनु पर्यो। अरू पनि भारतवर्षभरिमा कतिजना गुप्तेश्वरका नाममा होला खोजी गर्नु पर्यो। आफू फैलिन खोज्नु पर्यो। मुख्य कुरा के भने हामीहरू फैलिएर विश्वव्यापी हुनलाई प्रयास गर्नु पर्यो। त्यो लक्ष्य राख्नु पर्यो, चिन्तन राख्नु पर्यो। र यहाँहरूको यो यात्रा अवश्य नै 50 सालको कुरा गर्नु हो। 50 सालमा पक्कै पनि यहाँ केही पनि थिएन होला, पक्कै पनि थिएन। हामी पनि 5-8 वर्ष अगाडि दर्शन गर्न आउँदा पनि यहाँ धेरै परिवर्तन भएको देखेका छौँ। यहाँको उत्साह, यहाँको यो सहभागिता, यो दिनभरिदेखिको पुरै यहाँ एकताबद्ध भएर यहाँहरू बसेको यो चाहिँ यहाँहरूको यो संस्थाप्रतिको यहाँहरूको निष्ठा, यसले आजसम्म जति यात्रा गरायो अवश्य नै अबको 5 वर्ष 10 वर्षपछि यसमा अझै तीव्रतर रूपमा यात्रामा यहाँहरू लागिरहनु भएकै छ। यहाँको यो भगवान्प्रतिको आस्था श्रद्धा यसै गरी निरन्तर बढेर जाओस् र राम्रा लक्ष्यहरू राखेर, ठुला योजनाहरू मनमा राखेर बृहत्तर धर्म र शिव महिमाको वृद्धि गर्ने लक्ष्यका साथ योजना तयार गर्नुपर्ने अविलम्ब आवश्यकता छ। राज्यले धर्म अध्यात्म आफ्नो नागरिक स्वतन्त्रताको विषय हो भनेर जिम्मा लगाएको बेलामा हामी सक्षम संस्थाहरूले धर्मको एक भागको जिम्मा अलिकति मैले लिन्छु भनेर भन्नुपर्ने नै अवस्था रहन्छ। त्यो यहाँहरूलाई त्यो प्रति अलिकति पनि
ध्यान आकर्षण गराउँदै यहाँको यो यात्रा, यो उत्साह, यो विकासको यो चाहिँ जो मार्ग छ निरन्तर यसैले अगाडि बढेर होस् भन्ने शुभभाव पनि व्यक्त गर्दै आजको हाम्रो सानो उपस्थिति र सानो मन्तव्य यति नै छ। फेरि समितिबाट भइसकेपछि यहाँहरूसँग छुट्टै बसेर 2-4 घन्टा यसको चाहिँ विशेष बृहत्तर लक्ष्यका विषयमा केही संवाद गर्नु परे, यहाँलाई मार्गदर्शन आवश्यक परे, हामीहरू निरन्तर गुप्तेश्वर महादेवको संस्थासँग निरन्तर साथमा छौँ। हामी साथमा छौँ भन्ने सद्भावको सन्देश मात्रै आज हाम्रो उपस्थितिको अर्थ हो। त्यति मात्रै यहाँले आज बुझ्दा हो र अहिलेलाई यति नै भन्दछौँ। ओम तत्सत। धेरै धेरै आभार प्रकट गर्न चाहन्छौँ संस्थाको तर्फबाट हाम्रो सम आदरणीय गुरु श्री 1008 स्वामी रमानन्द महाराजज्यू प्रति। उहाँले हाम्रो छोटो समयको निमन्त्रणामा पनि स्वीकार गरी यहाँ आएर यहाँ पाल्नु भएर हामीलाई जुन शुभ आशीष वचन प्रदान गर्नुभयो त्यसको लागि म पुनः संस्थाको तर्फबाट धेरै धेरै आभार प्रकट गर्न चाहन्छु र म शुभकामना मन्तव्य राख्नका लागि म आजका विशेष अतिथि पोखरा महानगरपालिका वार्ड नम्बर 17 का वडा अध्यक्ष आदरणीय व्यक्तित्व श्री राधिका कुमारी शाहीजीलाई विनम्र अनुरोध छ। धन्यवाद। आज कार्यक्रम सञ्चालक गुप्तेश्वर महादेव गुफाका सचिव, गुप्तेश्वर महादेव गुफाको 30औं र 31औं भन्नुभएको छ। मलाई लाग्छ 30औं नै भन्नुपर्छ होला, किनभने हामीले 1 वर्ष नगरे पनि यो 30औं नै गर्न आधिकारिक रूपले 30औं वार्षिक साधारण सभा तथा 13औं अधिवेशनको 11औं अधिवेशनको अध्यक्षता गर्नुहुने यस गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्षज्यू, त्यसैगरी आजको प्रमुख अतिथि रूपन्देही जिल्लाका श्रीमान हाम्रो एकनाथ ढकालज्यू, त्यसैगरी मञ्चमा आसीन विशिष्ट अतिथिज्यूहरू, त्यसैगरी वर्तमान निवर्तमान अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू, यस व्यवस्थापन समितिका पदाधिकारी लगायत सदस्यज्यूहरू, यस सभालाई भव्य र सभ्य बनाउनको लागि पाल्नुहुने सम्पूर्ण अग्रज व्यक्तित्वज्यूहरू, आमा समूह टोल विकास संस्था, विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने प्रतिनिधिज्यूहरू लगायत सम्पूर्णमा पोखरा महानगरपालिका भन्नु तर्फबाट हार्दिक अभिवादन सहित नमस्कार व्यक्त गर्न चाहन्छु र साथै कार्यक्रमको सभाको भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। शुभकामना व्यक्त गर्दै गर्दा हामी सबैको साझा लक्ष्य यस गुफालाई अन्तर्राष्ट्रिय स्तरको नमुना धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने तपाईँ हाम्रो साझा सवाल र जिम्मेवारी हो। सोही अनुरूप यसलाई यहाँको बृहत्तर विकास र संरक्षण गर्नलाई यसको तपाईँ हामी सबैको दायित्वभित्र पर्दछ र